हेलो एभ्रिवान। आज चाहिँ म फेरि घुम्दै फेरि एउटा यस्तो सानो जङ्गल जस्तो ठाउँमा आइपुगेको छु। म चाहिँ रुखको तल कतिवटा ठुल्ठुलो रुखहरू छ होइन, लार्ज पाइन ट्रिज है, उनीहरूको तल बसेर म घुमिरहेको छु। अगाडिपट्टि गाडीहरू कुदिरहेछ, सो साउन्ड माइट बी मफल्ड लिटल बिट। सो आजको कुरा चाहिँ के हो भने, यो नेपालमा अहिले डेटा सेन्टर खोल्ने कुरा भइरहेछ। एआई डेटा सेन्टर उनीहरूको कुरा चाहिँ के हो भने, नेपालको डेटा होइन नेपालमै बसोस्, नेपालको एउटा सोभरेन्टी होस्, डेटा सोभरेन्टी होस्। इट्स फाइन होइन, आई थिङ्क इट्स अ नाइस कन्सेप्ट होइन। आफ्नो कन्ट्रीको डेटा सोभरेन भएर रहोस् भन्ने राम्रै कन्सेप्ट हो। तर त्यसको फिजिबिलिटी कस्तो छ त, त्यो चाहिँ हामीले स्टडी गरेको छैनौँ होइन। अब मैले भन्न खोजेको कुरा चाहिँ के हो भने, कुनै कुरा गर्नलाई स्टडी गरेर रिसर्च गरेर गरिहाल्नु त पर्दैन होइन। अब यु जस्ट गेट स्टार्टेड एन्ड किप वर्किङ अन इट भन्ने पनि राम्रै हो, किनभने इनोभेसन त्यसरी नै भइरहेको हुन्छ। तर यो चाहिँ कस्तो खालको प्रोजेक्ट पऱ्यो भने, एकदम एक्सपेन्सिभ प्रोजेक्ट होइन। अब एक्सपेन्सिभ प्रोजेक्ट भइसकेपछि धेरै कुराहरू नेपालको लागि रिलेटिभली इट्स एन एक्सपेन्सिभ प्रोजेक्ट, किनभने धेरै इन्फ्रास्ट्रक्चर्सहरू कसरी सपोर्ट गर्छ भनेर होइन, त्यसको इन्फ्रास्ट्रक्चरै बनाउनु पऱ्यो पहिला होइन। अहिले चाहिँ के भइरहेछ भने, यो बनाउने भने एउटा हावा जस्तो कुरा फैलिरहेछ। यसको बारेमा अब जस्तो यसले पाउने इलेक्ट्रिसिटीहरू हुन्छ नि, इलेक्ट्रिसिटी कतिको कन्ज्युम हुन्छ त। अब यहाँ मान्छेहरूको कम्प्लेन पनि छ होइन। अब कति मान्छेहरूले जस्तै इभन युएसएमा टेक्ससमा कता के अरे डेटा सेन्टरहरू बनाउनु भनेर मान्छे लागेको बेलामा कति मान्छेहरूले प्रोटेस्ट पनि गरिरहेछ यहाँ यता युएसमा पनि होइन। अब नेपालमा नि त्यस्तो हुनसक्छ, नेपालमा नि होइन लोकेसन कस्तो छ त्यो चाहिँ बुझ्नुपर्छ, किनभने इट्स अ पर्मानेन्ट थिङ राइट। एकचोटि बनाएपछि होइन, आई थिङ्क इट स्टेज देयर फर एभर होपफुली, इफ यु क्यान गिभ प्रपर सेक्युरिटी एन्ड गार्ड इट इज अ लङ टर्म प्रोजेक्ट, इट इज फर द लङ टर्म ओके। अब कुरा चाहिँ डेटा सेन्टर बनाउने भनेर यत्तिकै हावामा यसरी कुरा गर्नु चाहिँ भएन। अलिकता प्लानिङ चाहिँ ल्याउनु पऱ्यो है यसमा। मेरो भनाइ चाहिँ होइन, मेरो यसको म कुनै यसमा कुनै एकदम गर्ने हुन्न छुनै हुन्न भन्ने खोजेको होइन होइन। तर नेपालमा अहिले इलेक्ट्रिसिटी छ होइन, इलेक्ट्रिसिटी पोटेन्सियल छ, तर अब कसरी उत्पादन त्यो कुरा राम्रोसँग गर्नु पऱ्यो होइन। यो धेरै यो पपुलिजम क्रिएट गरेर यो मिडियामा एउटा यस्तो भाइरल कुराहरू ल्याउनुको लागि भनेर, पपुलर भनेर क्रिएट गरेर धेरै यस्तो कुराहरू चाहिँ गरिरहनु भएन। आई थिङ्क दिस हेज मोर डिसएडभान्टेजेस देन एडभान्टेजेस। सो त्यति नै भन्नु खोजेँ होइन। अब अरू कुराहरू यसको बारेमा कस्तो प्रोग्रेस हुन्छ होइन यो प्रोजेक्टको, आइ एम अल्सो एक्साइटेड टु सी हाउ इट गोज होइन। अब यसमा कस्तो खालको कन्सेप्टहरू आउँछन् होइन। आई हेभ अल्सो फ्यु आइडियाज, आई विल सेयर इट अलङ द वे। फर नाउ I just wanted to spread the word of caution out there, like start thinking through the strategies and plans to accomplish this project, not just create some kind of populist movement in social media. That's all I wanted to say. Anyways, I'll talk to you next time. That's all for today.